के तपाईँ चैत महिनामा जन्मनु भएको हो? यदि हो भने यो भिडियो खास तपाईँको लागि हो। चैत महिनामा सूर्य मीन राशिमा हुने हुनाले तपाईँमा अरूभन्दा फरक गुणहरू हुन्छन्। तपाईँको व्यक्तित्वमा एउटा छुट्टै चमक हुन्छ। तपाईँ हेर्दा जति राम्रो देखिनुहुन्छ, बानी व्यवहार पनि उत्ति नै राम्रो हुन्छ। त्यसैले मानिसहरूले तपाईँलाई धेरै मान गर्छन्। तपाईँको दिमाग एकदमै तेज छ, तर मन चाहिँ बच्चाको जस्तो सफा हुन्छ। तपाईँलाई घुमाएर कुरा गर्न आउँदैन, जे छ सत्य बोल्नुहुन्छ। इमानदारी नै तपाईँको असली पहिचान हो। तपाईँ अरूभन्दा फरक तरिकाले सोच्नुहुन्छ। सधैँ पुरानै बाटोमा हिँड्नुभन्दा नयाँ र कलात्मक काम गर्न तपाईँलाई मनपर्छ। तपाईँ जीवनमा ठूलो प्रगति गर्न चाहनुहुन्छ। सपना ठूला छन्, तर कहिलेकाहीँ तपाईँलाई धेरै हतार गर्ने बानी छ। याद राख्नुहोला, हतारमा गरेको काम लतार हुन सक्छ। त्यसैले अलिकति धैर्य गर्नुहोला है। यो सामान्य जानकारी हो। तपाईको जीवनको विस्तृत फल तपाईको कुण्डलीको ग्रह अवस्था हेरेर मात्र थाहा हुन्छ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर र फलो गर्न नबिर्सिनुहोस्। याद राख्नुहोस्, ग्रहहरूका चालमा लुकेको छ जीवनको रहस्य। आफ्नो विस्तृत कुण्डली विश्लेषण, वास्तु परामर्श र समस्याको समाधानका लागि सम्झनुहोस् मेरो चिना, ज्योतिष तथा वास्तु सेवा।